हामीले प्रेमलाई प्रकट गर्न सकेका तिमीले पाप गरेको कारणले भोलि तिम्रो समस्या छ। भिडलाई देखेर हामी निकै आजको सेवाकाबाट आशिषित एउटा अन्तिम हतियार हो। आमेन। हतियार छ। परमेश्वरकै जला हुँ अनि क्रिस्टिना चाहिँ मेरो हस्बेन्ड। Hello, you from here? नहीं। Once again, greetings to you in the name of our Lord and Savior. I believe hari ini saya percaya Tuhan ada di tempat ini. Put your hand up if you were here last night. तपाईँ डाँच्छौँ, खान्छौँ, पिउँछौँ, रमाउँछौँ, तर पनि म तपाईँलाई बताउन चाहन्छु क्रिस्चियन न्यानो अभिवादन जय मसीह। यहाँलाई म एकदमै खुसी छु। हामीले 2015 देखि सुरु गरेको हाम्रो मण्ड मण्डली 11 वर्ष भइसकेको छ। परमेश्वरलाई एकदमै हृदयदेखि धन्यवाद। उहाँले हाम्रो मण्डलीलाई
त्यत्तिकै डुब्न दिनु भएन। आजको दिनसम्म उहाँले एकदमै सुरक्षित साथ लिएर आउनुभयो र हाम्रो मण्डलीमा धेरैजना भाइ बहिनीहरूले कोरोनाको दुःखको समयबाट यसलाई सुरक्षित साथ लिएर आउन सफल हुनुभयो। परमेश्वरको ठुलो हात रह्यो, यसको लागि धन्यवाद। मण्डलीमा सेवा गर्नुहुने भाइ बहिनीहरूलाई एकदमै म उत्साह दिन चाहन्छु। एशिया 54:2 अनुसार तपाईँहरूले परमेश्वरको भवनलाई एकदमै तन्काएर लैजानु होला, एकदमै वृद्धि गर्नुहोला, नयाँ आत्माहरू जित्नुहोला है। यो नयाँ वर्ष एकदमै राम्रो हुन सकोस्, मेरो निरन्तर प्रार्थना यहाँहरूको लागि छ। आफैयाम थापा मगरको तर्फबाट सबैजनालाई फेरि पनि जय मसीह। यहाँहरू सबैजनालाई वार्षिक उत्सवको चाहिँ तपाईँहरू सबैजनालाई धेरैभन्दा धेरै अग्रिम शुभकामना छ। तपाईँहरू सबैजना उपस्थिति भएर सभ्यताको साथ अनि भव्यताको साथ सफल बनाउनु हुनेछ भन्ने म पूर्ण विश्वास गर्दछु। तपाईँहरू सबैजना भेला भएर अनि असल तरिकाले तपाईँहरू वार्षिक उत्सव मनाउनु होला। आइएफजिएफ मन्ना नेपाली मण्डलीको 11औं वार्षिक उत्सवमा उपस्थिति सम्पूर्ण पास्टर, एल्डर, डिकन लगायत दाजुभाइ तथा दिदीबहिनीहरूलाई लाखौँ लाख शुभकामना साथै क्रिस्चियन न्यानो अभिवादन। जय मसीह, नमस्कार। हजुरहरू आजको दिन वार्षिक उत्सव मनाउँदै गर्नुहुँदा यो खबर सुन्दै गर्दा म हर्षित छु, खुसी छु। अनि मानिस जातिको उद्धार, मुक्ति र परमेश्वरको महिमाको कामको निम्ति यो मण्डली स्थापना गर्न जतिजनाले विभिन्न ठाउँहरूबाट विभिन्न पक्षबाट साथ सहयोग गर्नुभएको छ, योगदान गर्नुभएको छ, उहाँहरूको निम्ति मेरो सधैँ नै प्रार्थना छ।